हिमाल सुनारी चिन्छौ नि हिमाल सुनारी चिन्दैनौ सानो नानीले भन्छ हिमाल सुनारी चिन्छौ भनेको नाइ चिन्दिनु पो भन्छ त नानीले हेलो नमस्ते साथीहरू के छ सन्चै हुनुहुन्छ म पनि सन्चै आरामै छु अहिले चाहिँ उता यसो काउलीवन जाँदैछु सो त्यहाँ के हुन्छ कसो हुन्छ त्यो सब देखाउँछु हजुरहरूलाई हेर्दै जाम त हुन्छ बाइ ल साथीहरू अब चाहिँ यहाँबाट हामी लाग्यौँ उता जुन काउलीवनको बाटोतर्फ चाहिँ लाग्यो यता मास्तिरबाट चाहिँ होइन यता तलतिरबाट चाहिँ लाग्नुपर्ने हुन्छ सो बाटोमा चाहिँ यस्तै पानी जमिरहेको रहेछ अहिले चाहिँ यतातिर सायद अब खोलाको नजिक भयो नि त त्यही भएर पनि होला सायद यो यस्तो भएको हजुरहरूले योभन्दा अगाडिको भिडियोमा पनि देखिसक्नुभयो होला बाटो कस्तो थियो भनेर अब हेर्दै जाम है त हजुरहरूले चाहिँ देख्न सक्नुहुन्छ यस्तो छ है यो निस्ती गाउँपालिकाको चाहिँ यस्तो छ है यो ठाउँ ल अहिले चाहिँ म आइपुगेँ यो निस्ती गाउँपालिकाको ढुम्ना बेसीको यो बजारमा आइपुगेको छु सो यो चाहिँ ढुम्ना बेसीको बजार भनिन्छ है यो चाहिँ अहिले चाहिँ यतापट्टि हल्का बजार जस्तै भएको छ भने होइन हजुरहरूले अलिक अगाडि पनि देख्न सक्नुहुन्छ बजारहरू पनि है यस्तो छ है बाटो अहिले म चाहिँ उताको बाटोतिरबाट गएन यताको बाटोबाट सिधा जाँदैछु होइन अलिकति सर्टकट पनि हुन्छ यताको बाटोबाट गएको भए अलिकति पिच पनि थियो होला सायद होइन तर म गएन उताबाट देख्छ यतैबाट जान्छ होइन के कस्तो हुन्छ बाटो पनि सोध्नु पऱ्यो त अङ्कललाई सोध्छु अङ्कल कालीवन जाने बाटो होइन कालीवन फर्स्ट टाइम हो नि त त्यही भएर अलिकति कन्फ्युज छ क्या अलिकति हो कि होइन के हो कसो भनेर सो यताबाट फेरि पिच भइसकेको रहेछ होइन घर चाहिँ ठिकै छ मस्तै छ है अहिले चाहिँ मस्तै बनाइरहेको छ अब यताबाट चाहिँ यताबाट श्री जनता माध्यमिक विद्यालय यहाँ सिम छ है त हजुर देख्न सक्नुहुन्छ यहाँ सिम चाहिँ यतापट्टि यस्तो छ भने हजुरहरू देख्न सक्नुहुन्छ अहिले अब यो हामीले चाहिँ यो ठाउँ छोडेर अब माथि लग्दैछौँ उकालो हेरेर मैले त कतिको राम्रो छ बाटो कतिको के हुन्छ होइन अब उता नै पऱ्यो भने त छुट्टै कुरो भयो त्यस्तो चाहिँ हुनु नपरोस् होइन त्यही भन्छ सो त्यही हो अलिकति बाइकमा पनि त्यस्तो खराबी चाहिँ नहोस् होइन अब हिँड्न चाहिँ हिँडेको छौँ के अरे सायद पुग्यो होला गाई चाहिँ यहाँबाट हेरौँ त कस्तो मजाको भ्यू देखिरहेको छ है यो गल्दो 5को भ्यू बजारको हेर्नु न आमा दामी देखेको छ है त देखेको छैन र गाई यसो कमेन्ट गर्नु त कस्तो देखेको छ भनेर अनि जाम लगामै त मासतिर अगाडिको भाइ रोनाल्डो जाँदैछ है अगाडि रोनाल्डोले चाहिँ होस् जर्सी लगाएर हेर्नु न अगाडि फेरि स्याप्त आइसक्यो क्या भाइ फेरि दौडेर कस्तो तर कस्तो लाग्यो मलाई होइन जे होस् जर्सी मजाको लगाएर हिँडिरहेको छ जे होस् पोर्चुगलको फ्यान रहेछ भाइ चाहिँ अहिले चाहिँ हामी निस्ती गाउँपालिकाको वडा नम्बर 4 को मित्तल बजारमा आइपुग्यौँ हेरौँ अब के हुन्छ कसो हुन्छ माथि पनि देखाउँछु म हजुरलाई हेर्दै जाम यहाँ चाहिँ मित्तल निस्ती गाउँपालिकामा रहेको मित्तलको है यस्तो तरिकाले चाहिँ विकास गरेको छ भने देख्न सक्नुहुन्छ अहिले चाहिँ म यताबाट हल्का हजुरहरूलाई केही भिडियो हुन्छ कि भनेर चाहिँ माथिबाट चाहिँ यस्तो देखाउन जाँदैछु मित्तलको गाउँ हजुरहरूले हेर्न सक्नुहुन्छ त्यो चाहिँ अनि कतिजनालाई त थाहा नै छ होला यो मित्तल चाहिँ यहाँ चाहिँ कसको चाहिँ गाउँ पर्छ भनेर हजुरलाई त्यो पक्कै पनि थाहा छ कमेन्ट बक्समा कमेन्ट गर्नु सक्नुहुन्छ अहिले चाहिँ लास्टै घाम लागेको भएर होइन अलिकति सास पिना पनि गाह्रो भइरहेको अनि हिँड्न पनि लास्टै गाह्रो भइरहेको छ कि अलिकति उकालो रहेछ सो यस्तो प्रकारले चाहिँ देख्छ अनि कहीँ नि हौ माथि घर हो माथि तिम्रो यो कसको गाउँ भन्ने तिमीलाई थाहा छ हिमाल सुनारी चिन्छौ नि हिमाल सुनारी चिन्दैनौ ए ला यो त बर्बाद भयो नि नानीले भन्छ सानो नानीले भन्छ हिमाल सुनारी चिन्छौ भनेको नाइ चिन्दिनु पो भन्छ त नानीले भने यो मित्तलको गाउँ है यही हो
नेपालको पाल्पा जिल्लाबाट भलिबल नामले चिनिएका हिमाल सुनारीको गाउँ भने यस्तो प्रकारले चाहिँ अहिले देख्न सक्नुहुन्छ। जताततै हरियाली भएको कारणले सो यस्तो विकास भनेको यही हो क्या। हेर्नु न यस्तो तरिकाले चाहिँ मजाले चाहिँ यो रोलिङहरू बनाएर निस्ती गाउँपालिकाको चाहिँ कार्यालय चाहिँ यसरी बनाएको छ भने बनाएको छ। यही हो है गाउँपालिकाको कार्यालय। तलबाट चाहिँ राम्रो देखिन्छ होला भनेर चाहिँ म यता बनाउन जाँदैछु होइन। निस्ती गाउँपालिकाको नजिक यो हजुरले जुन आवाज सुन्नुभयो नि आन्टीको तीको स्वर सुन्नुभयो होला सायद होइन हजुरहरूले। यो चाहिँ आन्टीले चाहिँ यो सत्यवचनमा चाहिँ जानुभयो रहेछ है कि त्यो नभएर क्रिस्चियनमा चाहिँ जानुभयो रहेछ सायद होइन। अनि उहाँले चाहिँ आफ्नो पनि उसको होइन कुरा गर्नुभएको छ। सो अब म चाहिँ अहिले यहाँबाट चाहिँ उता काउली पनि जानुपर्ने हुन्छ। हजुरहरूलाई यसो केही देखाऊँ न त होइन। हाम्रै पाल्पाबाट भलिबल नामबाट चिनेका हिमाल सुनारी चाहिँ यस्तो ठाउँबाट चाहिँ होइन कस्तो खुट्टामा कसम कस्तो यार पाप लाग्यो यार। सत्यवचनको हो कि के जङ्गल यस्तै ठुलो उ रहेछ यार पावर रहेछ। खुट्टा गयो यार सेट सेट खुट्टै गयो यार। खुट्टा गयो यार। म कसम खुट्टा गयो यार कस्तो के म कसम यसो उ गरेको ख्याचक्कै भयो। उता हेर्दै भिडियो बनाउँदै गरिरहेको थियो ख्याचक्कै भयो यार। छ्या पुरै गयो यार यहाँबाट के हुन्छ हौ। सरी है साथीहरू भिडियो अलिक लामो हुने भएकोले अरू भिडियो चाहिँ अर्को भिडियोमा आउनेछ। अहिले चाहिँ माया गरिदिनु पऱ्यो। हस्त धन्यवाद बाई बाई।